नमस्कार। आज म यहाँहरूलाई एकीकृत पाठ्यक्रम कक्षा 1-3 को विद्यार्थी मूल्याङ्कनको अभिलेख कसरी गर्ने भन्ने सन्दर्भमा छोटो भिडियो प्रस्तुत गर्न गइरहेको छु। कक्षा 1-3 मा थिमगत रूपमा विद्यार्थीको अभिलेखीकरण गर्दै जानुपर्छ र आवधिक रूपमा विद्यार्थीलाई प्रगति विवरण उपलब्ध गराउँदै जानुपर्दछ विद्यार्थी मार्फत अभिभावक समक्ष। र हामी विद्यार्थीले गरेका कामहरूलाई पोर्टफोलियोमा व्यवस्थित गर्छौँ। त्यसका लागि हामीले मूल्याङ्कनका उपयुक्त साधनहरू विकास गर्नुपर्ने हुन्छ। मूल्याङ्कनका साधन विकास गर्ने, पोर्टफोलियो व्यवस्थापन गर्ने लगायतका अन्य कुराहरू अर्को भिडियोमा यहाँहरूलाई प्रस्तुत गर्नेछु। र आजको भिडियोमा भने यहाँहरूलाई विद्यार्थी मूल्याङ्कनको अभिलेखीकरण कसरी राख्ने र विद्यार्थीको नतिजा अभिभावकसम्म कसरी दिने भन्ने विषयमा मात्रै म छोटोमा जानकारी गराउन लागिरहेको छु। सर्वप्रथम कक्षा 1-3 मा हामी थिमगत रूपमा यो जुन अभिलेखीकरण फारम छ यो फारमको प्रयोग गरिरहेका हुन्छौँ। र मैले यहाँ नेपाली विषयको देखाइरहेको छु। यो नेपाली विषयको हरेक सिकाइ उपलब्धिका लागि उपयुक्त साधनहरूको प्रयोग गरेर विद्यार्थीको नियमित मूल्याङ्कन गरेर हामी के गर्छौँ, अभिलेखीकरण गर्दै जान्छौँ। जस्तै यहाँ एकजना विद्यार्थीको हरेक सिकाइ उपलब्धिमा उसले प्राप्त गरेको अङ्कलाई यहाँ मैले राखेको छु यो उदाहरणका लागि। र उक्त विद्यार्थीको मूल्याङ्कन, नियमित मूल्याङ्कन र थप सहायतापछिको मूल्याङ्कन गरेर उसले जति अङ्क प्राप्त गर्यो यो अङ्कलाई हामीले प्रतिशतमा, उपलब्धि प्रतिशतमा यहाँ निकाल्न सक्छौँ। हरेक टिमको यसरी हामीले अभिलेख राख्दै जानुपर्ने हुन्छ। यो क्रम नेपाली विषयमा मात्रै होइन, अब अन्य विषयमा पनि सबै विषय क्षेत्रमा यसै गरी लैजानुपर्ने हुन्छ। र अर्को यहाँ उदाहरणको लागि सेरोफेरोको पनि मैले राखेको छु। जस्तो यहाँ 5वटा सिकाइ उपलब्धि छ सेरोफेरोमा र सबैमा सूचकहरू छन् हरेक सिकाइ उपलब्धिका लागि 4-4वटा। र त्यसमा विद्यार्थीले सकेको नसकेको हामी टिक लगाउँछौँ र त्यही ठिकको सङ्ख्या गनेर यतापट्टि हामी के गर्छौँ, अङ्कन गर्दै जान्छौँ। र जुन जुन सूचकमा विद्यार्थीलाई थप सहायता चाहिन्छ त्यो थप सहायतापछि हामी फेरि मूल्याङ्कन गर्छौँ र अभिलेखीकरण गर्छौँ। र यसरी यो त भयो विषयगत रूपमा हामी जुन 2वटा विषयहरूको मैले देखाएँ, यसै गरी अङ्ग्रेजी र गणित विषय, त्यसै गरी स्थानीय विषयको पनि हामीले राख्दै जानुपर्ने हुन्छ। र एउटा ध्यान दिनुपर्ने कुरा के हो भने यो हरेक विषयको सिकाइ उपलब्धिगत रूपमा अभिलेख राख्नुभन्दा अगाडि उपयुक्त साधनहरूको प्रयोग गरेर मात्र विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ। जुन मूल्याङ्कन वस्तुनिष्ठ होस्, त्यसपछि गएर वैध होस् र त्यसपछि विश्वसनीय पनि होस्। यो 2वटा विषयको मैले यहाँ उदाहरणका लागि मात्रै राखेँ, यसै गरी अन्य विषयको पनि गर्न सकिन्छ। र जब यसरी राखिन्छ त्यसपछि विषयगत रूपमा अलग अलग समष्टिगत मूल्याङ्कन फारममा अभिलेख राख्दै जानुपर्ने हुन्छ। यो दोस्रो किसिमको फारम हो। यो हरेक विषयका लागि एक-एकवटा फारम प्रयोग गर्नुपर्ने हुन्छ र वर्षभरि हामीले हरेक थिममा कतिवटा सिकाइ उपलब्धि छन् हरेक थिममा र ती सिकाइ उपलब्धिमा विद्यार्थीले कति उपलब्धि स्तर हासिल गर्यो अथवा कति अङ्क प्राप्त गरेको छ भन्ने कुरा हामी यसरी अभिलेख राख्दै जान्छौँ। र यति गरिसकेपछि अब यसकै आधारमा यो एउटा सेरोफेरो विषयको मात्रै मैले उदाहरणका लागि राखेको छु। नेपाली विषयको, अङ्ग्रेजी विषयको, गणित विषयको र सेरोफेरो अनि त्यसै गरी स्थानीय विषयको पनि यसै गरी अभिलेख राख्नुपर्ने हुन्छ। र यो गरिसकेपछि अब अर्को चरणमा हामी फेरि सबै विषयहरूको थिमगत मूल्याङ्कनको रेकर्ड राख्छौँ। यहाँ 5वटै विषय क्षेत्रको मूल्याङ्कन यहाँ राखिएको छ, मूल्याङ्कन गरेर राखिएको छ। जस्तै राख्ने फर्मेट बनाइएको छ यहाँ यसरी। जस्तै नेपाली विषयमा 189वटा सिकाइ उपलब्धि छ मानौँ उदाहरणका लागि, इङ्ग्लिसमा 236वटा छ, यस्तो तरिकाले छ भने अब यही आधारमा हामी के गर्छौँ, सिकाइ उपलब्धि कति सङ्ख्यामा चाहिँ मूल्याङ्कन गरियो त्यही आधारमा अब अङ्क राख्छौँ। जस्तो नेपालीमा 189 मध्ये 54वटा चाहिँ सिकाइ उपलब्धिको मूल्याङ्कन गरियो कुनै अवधिभित्र
अथवा पहिलो त्रैमासिक अवधिभित्र त्यसमा 169 अङ्क प्राप्त गर्यो विद्यार्थीले, भीमसेन भन्ने विद्यार्थीले। त्यसपछि गएर यहाँ यो भनेको 78.2%, यो भनेको 3.2 चाहिँ ग्रेड पोइन्ट हो। यो नेपाली विषयको हो भने अब उक्त विद्यार्थीले अङ्ग्रेजीमा पनि यसै गरी अङ्क प्राप्त गर्छ। 236 मध्ये 102वटा सिकाइ उपलब्धिको मूल्याङ्कन भएको छ मानौ यो पहिलो त्रैमासिक अवधिमा। अब त्यसै गरी गणितको त्यसै गरी भएको छ, सेरोफेरोको त्यसै गरी गरिएको छ। अब यसमा यहाँ मैले लोकल सब्जेक्ट यहाँ 25 राखेँ, यहाँ पनि 25 राखेँ। यो चाहिँ हरेक यहाँ चाहिँ जम्मा जतिवटा छ आफ्नो स्थानीय विषयअनुसार फरक हुन्छ। यो जम्मा मध्येमा कतिवटा गरियो भन्ने कुरा हो, यहाँ उदाहरणको लागि मात्रै बुझ्नु होला। त्यसपछि यति गरिसकेपछि अब जिपिए उसले कति प्राप्त गर्यो? 3.37 प्राप्त गर्यो। र अब यो चाहिँ विद्यार्थीको सबै विषयको समष्टिगत रूपमा हामीले राखेको रेकर्ड हो। मैले 3टा फारमको कुरा गरेँ। पहिलो विषयगत रूपमा हरेक सिकाइ उपलब्धिको थिम वाइज राख्ने कुराहरू, दोस्रोमा हरेक थिमको चाहिँ समष्टिगत रूपमा राख्ने कुरा, र अर्को चाहिँ सबै विषयको जम्मा जम्मी अहिलेसम्म सिकाइ गरिएका जम्मा सिकाइ उपलब्धिको अभिलेख राख्ने कुरा। 3टा फारमको बारेमा 3 किसिमका फारमको कुराहरू गरेँ। र यसरी अगाडिका फारमहरू चाहिँ विषयगत रूपमा अलग अलग हुन्छन्, र यो चाहिँ फारम के हुन्छ? सबै विषयको एउटै ठाउँमा राख्ने हुन्छ। यो चाहिँ हरेक त्रैमासिक अवधिको अथवा हरेक रिपोर्ट तयार गर्नुभन्दा अगाडि यो फारम चाहिँ व्यवस्थित गऱ्यो भने रिपोर्ट तयार गर्न सजिलो हुन्छ। र यसकै आधारमा हामी के गर्छौँ? विद्यार्थीलाई यस्तो किसिमको ग्रेड सिट उपलब्ध गराउँछौँ, जसमा क्रेडिट आवर, ग्रेड पोइन्ट र अनि त्यसपछि रिमार्क्स अथवा कुन किसिमको यो ग्रेड प्राप्त गर्ने विद्यार्थीको त्यो ग्रेडको व्याख्या के हो त्यो कुरा चाहिँ हामी रिमार्क्समा उल्लेख गर्छौँ। यो चाहिँ ग्रेड सिटको ढाँचा हामीलाई यो लेटर ग्रेडिङ निर्देशिका 2078ले दिएको छ। र यहाँहरूलाई अब थोरै कुरा जोडिहाल्छु। यो जिपिएको क्याल्कुलेसन चाहिँ कसरी हुन्छ भन्ने कुरा यहाँहरूलाई म जोड्न लागिरहेको छु यसैमा। यसको लागि चाहिँ म एउटा फर्मुला यहाँहरूको बिचमा दिन्छु। जस्तो अघि मैले देखाएको जुन छ यो समष्टिगत अभिलेख, यसको आधारमा मैले जिपिए निकालेको छु। यसमा चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा जस्तो यहाँ यो कलर गरेको नगरेको, गरेको नगरेको भनेको चाहिँ एक एकवटा विषयको अलग अलग विषयको हो। 1 2 3 4 5वटा विषय, 26 चाहिँ यो के हो? जम्मा क्रेडिट आवर हो। यसलाई क्याल्कुलेसन गरिएको छ। जस्तो यो भनेको नेपालीको विद्यार्थीले प्राप्त गरेको ग्रेड पोइन्ट र क्रेडिट आवर, अनि यो भनेको अङ्ग्रेजी विषयको विद्यार्थीले प्राप्त गरेको ग्रेड पोइन्ट र क्रेडिट आवर। यसलाई गुणा गर्दै राख्ने र त्यसपछि यसलाई यिनीहरूलाई जोड्दै यिनीहरूको हिसाब गरिसकेपछि अनि जम्मा 26ले यसलाई के गर्नु पर्यो? भाग गर्नु पर्यो, र त्यसपछि टोटल क्रेडिट आवर हो 26 भनेको। अनि त्यसपछि चाहिँ हाम्रो 3.37 ग्रेड पोइन्ट प्राप्त हुन्छ। यसरी चाहिँ ग्रेड पोइन्ट हिसाब हुन्छ। यसरी मैले यहाँहरूलाई यो जिपिए कसरी क्याल्कुलेसन हुन्छ भन्ने कुरा गरेँ। र त्यसपछि यो विषयगत रूपमा जुन अघि मैले देखाएँ त्यसमा चाहिँ कति प्रतिशतसम्म अङ्क आयो भने कति हुने भन्ने कुरा, कति कुन उपलब्धि स्तर हुने भन्ने कुरा पनि यो लेटर ग्रेडिङ निर्देशिकामा उल्लेख गरिएको छ। यसको आधारमा हामीले छुट्याउनु पर्ने हुन्छ। यसरी समग्रमा मैले यहाँहरूलाई कति जानकारी गराएँ भने हामी सबभन्दा पहिला यो विषयगत यस्तो किसिमको फारम प्रयोग गर्नुपर्छ। यो गरिसकेपछि अनि हामी समष्टिगत विषयगत रूपमा अलग अलग यो फारम प्रयोग गर्छौँ। त्यसपछि अनि यसबाट आएको आधारमा सबै विषय क्षेत्रगतलाई एकमुष्ट हामी एउटा फारममा राख्छौँ। अनि यसबाट पनि राखिसकेपछि अनि यसकै आधारमा हामी के गर्छौँ? ग्रेड सिट तयार गर्छौँ र विद्यार्थीलाई उपलब्ध गराउँछौँ। हस्, धन्यवाद। यहाँहरूलाई मैले यो छोटो जानकारी यहाँहरूको बिचमा प्रस्तुत गरेँ उदाहरणका लागि, नमुनाका लागि। फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ। अर्को पनि भिडियो लिएर अर्को दिन यसै गरी उपस्थित हुनेछु। हस्, धन्यवाद, नमस्कार।